कोठी हुने व्यक्ति धनी हुने गर्दछन्। यस्ता ऐश्वर्य सम्पन्न व्यक्तित्वको कोटीमा गनिन्छन् भनेर बताइएको छ। यसैगरी शिरको पनि दायाँ भागमा भएको कोठीलाई विशेष लाभदायक मानिन्छ। यस्ता व्यक्तिको मान प्रतिष्ठामा अभिवृद्धि हुनुका साथसाथै सामाजिक क्षेत्रमा पनि विशेष सक्रियता रहने गर्दछ। शिरको दायाँ भागको कोठीले धन ऐश्वर्यको द्योतन गरिरहेको हुन्छ। शिरको बायाँ भागमा भएको कोठी भने त्यति लाभदायक मानिँदैन। यसले जीवनलाई सङ्घर्षमय बनाउनका साथसाथै शारीरिक कष्ट पनि दिने गर्दछ। निधारमा कोठी हुने व्यक्तिको जीवन सङ्घर्षमय हुन्छ भनेर बताइएको छ। लालाटिके ललाटे च नेत्रे जार प्रचक्षते श्रवणे कार्य सिद्धिस्यान् नासा दुष्ट प्रकृतिता भनेर बताइएको छ। जसको अर्थ हुन्छ निधारमा कोठी हुनु जीवन सङ्घर्षको